चाहिँ चिकन फ्राई गर्दैछ मेरो किचनमा। त्यो चाहिँ अलि टाइममै फ्राई गर्छु पहिला, अनि त्यसपछि मात्रै हाल्छु प्याज। अलिकति फ्राई भएपछि प्याज हाल्छु, त्यसपछि चप गरेको लसुन अदुवा यो पनि ब्राउन हुँदैसम्म चलाउँछु। सधैँ म चाहिँ मासुमा जायफलको धुलो अनि गरम मसला घरमा पिसेको हाल्छु। प्याज पनि लाइट ब्राउन भएपछि म जिरा हाल्छु। जिरालाई एकछिन पाक्न दिन्छु, फ्राई हुन दिन्छु। मासुले सबै तेल छोडिसक्यो, सो इट्स बिङ फ्राइड। अब एकछिनमा म धनिया टपिङ गर्छु अनि फिनिस्ड।